हेलो गाइज गुड मर्निङ न्यू डे विथ न्यू ब्लग। म चाहिँ आज यतिखेर चाहिँ ठ्याक्कै हाम्रो आउटलेटपट्टि आइपुगेको छु। देख्न सक्नुहुन्छ तपाईँले यहाँ चाहिँ मेरो पछाडि चाहिँ आउटलेट छ। देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो आउटलेट हो। यहाँ चाहिँ हाम्रो पाइपलाइनको चाहिँ कङ्क्रिटको लागि चाहिँ मेसिन मिक्सर रेडी भएर बसिएको छ। सक्नुहुन्छ गाइज यहाँनिर चाहिँ हाम्रो पाइपलाइन छ। योबाट चाहिँ हाम्रो ठ्याक्कै आउटलेटको मुख भयो। यहाँबाट चाहिँ हाम्रो फोर वे हुँदै ठ्याक्कै कुनै हाम्रो पाइपलाइनमा कुनै रिपेयर मेन्टेनेन्सहरू गर्नु पऱ्यो, पावर हाउसमा कुनै पावर सटडाउन गरेर चाहिँ मेसिनहरू रिपेयर गर्नु पऱ्यो भने चाहिँ हामीले यहाँबाट चाहिँ पानी बन्द गरेर स्पिलवेबाट चाहिँ पठाउनेको लागि हामीले चाहिँ यहाँ एक्सकाभेसन चलिरहेछ। देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ यस्तो भिड छ। यो चाहिँ हाम्रो स्पिलवेको फाउन्डेसन चाहिँ अहिले लगभग तयारी हुँदैछ। अन्तखेरि म चाहिँ आज तपाईँलाई चाहिँ ट्याक्क हाम्रो यो आउटलेट टनेलमा चाहिँ जुन वालको काम हुँदैछ, वालको काम चाहिँ कति भइरहेछ त, के कसरी हुँदैछ भनेर चाहिँ म चाहिँ तपाईँहरूलाई सरर भिजिट गराउँछु। यो चाहिँ हाम्रो आउटलेटको मुख पोर्टल भनिन्छ होइन। सक्नुहुन्छ यहाँ चाहिँ यसरी रिपहरू चाहिँ यसरी राखिएको छ। सरर जो चाहिँ हाम्रो सट्ट यहाँसम्म चाहिँ हाम्रो बेस चाहिँ कङ्क्रिट भइसकेको छ। सरर झिलिमिली छ है गाइस। ओहो यहाँबाट चाहिँ अब चाहिँ अहिले बाहिरसम्म चाहिँ अघिसम्म चाहिँ चिसो थियो। अब चाहिँ अलिकति गर्मी हुन थालेको महसुस भइरहेछ मलाई। अनि बाफिसकेको छ क्या। अब चाहिँ पानी ओहो पानी देख्न सक्नुहुन्छ गाइस। पानी छ त यार, के हो डुबिन्छ कि क्या हो सक्नुहुन्छ तपाईँहरूले। यसरी पानी यो चाहिँ एचआरडी टनेल हो, हेडरेस्ट टनेल हो, जसमा चाहिँ हाम्रो जुन पानी बग्ने भाग छ त्योसम्म चाहिँ हाम्रो कङ्क्रिट गरेको छ। यो माथिपट्टि यो रकहरूमा चाहिँ कुनै पनि कङ्क्रिट छैन। काम भइसकेको छ। चाहिँ वालको करिब उयो हाम्रो वाल चाहिँ यहाँको साइड इन्चार्जको अनुसार करिब हाम्रो वाल चाहिँ अब बाँकी भनेको 260 मिटर लगभग हाराहारीमा 260 मिटर चाहिँ बाँकी रहेको छ भन्ने कुरा चाहिँ उहाँहरूले चाहिँ मलाई थाहा दिनुभएको थियो। लगभग यो हाम्रो वालको काम पनि करिब अबको 1-1.5 महिनाभित्रमा चाहिँ हाम्रो यो वालको काम पुरै फिनिसिङको काम चाहिँ हुन्छ। यहाँ सर्किटको कामहरू चाहिँ अलिकति बाँकी नै छ। सक्नुहुन्छ गाइस अहिले सरर हेर्नुहोस्। यो चाहिँ करिब यो आउटलेट र अडिट्रीको ब्रेक थ्रु भएको चाहिँ करिब भदौ असोजमा जस्तो लाग्छ। भदौ असोजमा कि साउन भदौमा त्यस्तो त्यो समयमा चाहिँ यो ब्रेक थ्रु भएको। ओहो कङ्क्रिट चाहिँ मस्त हालेको छ नै केटाहरूले। यो चाहिँ हाम्रो कर्ब सेक्सन हो। त्यहाँबाट चाहिँ सिधा आएर चाहिँ हाम्रो चाहिँ यहाँनिरबाट चाहिँ अलिकति कर्ब भएर जान्छ। सक्नुहुन्छ यसरी छ है गाइस। यहाँ अहिले कुनै पनि ग्यासहरू चाहिँ छैन, किनभने हाम्रो यहाँ इन्टेकदेखि आउटलेटसम्मको जति पनि हाम्रो करिब 4000 समथिङ कति मिटरको टनेल हो, 4 किलोमिटरको टनेल हो। सबै उहाँबाट इन्टेकबाट यहाँसम्म चाहिँ सबै ब्रेक थ्रु भइसकेको छ। जसको कारणले चाहिँ अहिले चाहिँ ग्यास कम मात्रामा ग्यास छन्दैछ, तर कम मात्रामा पहिलेको जस्तो काम गर्न गाह्रो हुने गरेर चाहिँ छैन। देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो निज सेक्सन हो।
ल गाइस यहाँनिर चाहिँ म यसरी यो चाहिँ हाम्रो पछाडिको न्युज सेक्सन हो। म चाहिँ पाइपलाइनमा काम गर्छु। यो टनेल चाहिँ नहेर्ने भएको कारणले गर्दाखेरि यहाँ चाहिँ खासै आउने जाने चाहिँ हुँदैन। त्यही भएर कहिलेकाहीँ यस्तो आएको बेलामा यो आएको चाहिँ पाइपलाइनमा काम परेको बेलामा आएको बेलामा चाहिँ एउटा दुइटा यस्तो भिडियो बनाएर राखौँ न भने चाहिँ म आज तपाईँलाई छोटो मिठो भ्लग देखाउन गइरहेको छु। यो चाहिँ म एक्ज्याक्टली हाम्रो वालको चाहिँ कङ्क्रिट हुँदै गरेको ठाउँमा आइसकेको छु होइन। पछाडि देख्न सक्नुहुन्छ तपाईँले यहाँ चाहिँ हाम्रो वालको कङ्क्रिटको काम हुँदैछ। त्यहाँनिर चाहिँ हाम्रो कामदार साथीहरूले चाहिँ सबै काम गरेर देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यसको लेभल भनेको चाहिँ यतिसम्म चाहिँ लगभग करिब फिनिसिङ भइसकेको छ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो फिनिसिङ चाहिँ लगभग करिब ठिकै आएर चाहिँ तपाईँले यति राम्रो फिनिसिङ पनि भएको छैन सक्नुहुन्छ तपाईँले। इन्भर्टको काम र वालको काम चाहिँ यसरी हुँदैछ है गाइस। यहाँनिर चाहिँ जति पनि हाम्रो 2 नम्बरवासी र 3 नम्बरवासी दाजुभाइले हेर्दै हुनुहुन्छ यो टनेलको काम चाहिँ यसरी हुँदैछ। पक्कै पनि तपाईँले यहाँ चाहिँ कति प्रमोटर सेयर हाल्नुभयो, कति स्थानीय सेयर हाल्नुभयो होइन। अनि तपाईँको सेयरबाट बनेको तपाईँकै लागतबाट बनेको कामहरू चाहिँ यसरी हुँदैछ है। पुरै हाम्रो न्युज सेक्सनमा पनि यसरी चट्टलाएर यसरी काम हुँदैछ। ल म चाहिँ एउटा कुरो के देखेको यहाँ एकतिरको भाग चाहिँ हाम्रो वाल चाहिँ यहाँसम्मको चेन्जेस भनेको 690 छ। 690को चेन्जेससम्म चाहिँ हाम्रो लगभग कम्प्लिट भइसकेको छ। यहाँनिर चाहिँ लगभग 30 मिटरको सेक्सन चाहिँ हाम्रो कम्प्लिट गर्न चाहिँ बाँकी नै रहेछ। यो चाहिँ लगभग हुन्छ होला होइन। सक्नुहुन्छ यहाँदेखि चाहिँ हाम्रो कति सिक्री सेक्सनमा छ यसरी काम गर्न चाहिँ बाँकी नै रहेछ है। यसरी बाँकी नै छ। उतापट्टि चाहिँ लगभग उतापट्टि देख्न सक्नुहुन्छ। उतापट्टिबाट चाहिँ हुँदै आइरहेछ। ल गाइस यसरी काम हुँदैछ यहाँनिर चाहिँ। अहिले चाहिँ हाम्रो साथीहरू चाहिँ फमक मिलाएर कता कङ्क्रिट हाल्ने काम चाहिँ हुँदैछ है। म चाहिँ यहाँले ट्याक्क साइड भिजिट गर्दैछु गाइस। यसरी मिलाएर यहाँबाट इन्टेक निस्किन त हुन्थ्यो तर अब करिब 4 किलोमिटर छ। 4 किलो हिँड्न त निकै गाह्रो नै पर्छ। किनभने गाह्रो पर्ने भन्दाखेरि नै हाम्रो गाडी चाहिँ बाहिरपट्टि पुगेर बसिरहेको छ। यसको कारणले गर्दा चाहिँ हामी फेरि मेरो आफ्नो साइड पनि जानुपर्ने हुन्छ। र यहाँनिर काम परेर आएको कारणले गर्दाखेरि चाहिँ केही कुरो देखाउँ भनेर फोन आयो, फोन उठाऊ। त्यो नबना है भिडियो भन्दैछु म। त्यो टोपीले त्यतिखेर चाहिँ हामी चट्ट लगाएर म चाहिँ अब जान लाग्छु। यहाँ चाहिँ हाम्रो हुन्छ गुरुजी मिस्टर सुदीप। हामी चाहिँ अहिले क्याम्पतिर फर्किन लाग्छौँ। साइड भिजिट भयो। देख्न सक्नुहुन्छ यहाँ चाहिँ बाटोमा हाम्रो मैसीगोठ सक्नुहुन्छ तपाईँले चाहिँ। त्यहाँनिर चाहिँ हाम्रो भैँसीहरू रहेको छ गोठमा जङ्गलै। चाहिँ हाम्रो ड्राइभर गुरुजी उहाँ
बोलेर गुरुजी नभइकन मेरो पनि गुरुजी हुनुहुन्छ। उहाँले नै मलाई गाडी साडी सिकाउनु भएको हो। देख्न सक्नुहुन्छ अघि त रागा पनि देखेको थियो, अहिले त रागा पनि देखिँदैन गाइस। देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ चाहिँ साना साना माउ, साना साना पाडाहरूदेखि लिएर माउहरू पनि छन्।